यो भिडियोको सुरुवात मैले हजुर दर्शकलाई एउटा प्रश्न सोधेर गर्न चाहन्छु। यदि मैले तपाईलाई दुईवटा अप्सन्स दिए भने पहिलो अप्सन 1 करोड रुपैयाँ एकै पटकमा मासिक भुक्तानी गर्नुहुन्छ कि दोस्रो अप्सन पहिलो दिन 1 रुपैयाँबाट सुरु गरेर हरेक दिन दोब्बर हुँदै 1 महिनासम्मको भुक्तानी रोज्नुहुन्छ। यदि तपाईले पहिलो अप्सन रोज्नु भयो भने त सिधै तपाईको हातमा 1 करोड आउँछ। तर यदि तपाईले दोस्रो अप्सन रोज्नु भयो भने पहिलो दिन तपाईसँग 1 रुपैयाँ आउँछ, 7औं दिनसम्म तपाईसँग जम्मा 64 रुपैयाँ आउँछ, 15औं दिनसम्म पुग्दा पनि जम्मा 16,000 हुन्छ, 21औं दिनसम्म पुग्दा 10 लाख हुन्छ, 25औं दिनसम्म पुग्दा 1 करोड 67 लाख हुन्छ र 30औं दिनसम्म पुग्दा त तपाईसँग 53 करोड 68 लाख हुन्छ। यसलाई भनिन्छ कम्पाउन्डिङको शक्ति। अल्बर्ट आइन्स्टाइनले पनि भनेका छन्, कम्पाउन्डिङ भनेको विश्वको 8औं अजुबा हो। जसले यसलाई बुझ्छ उसले कमाउँछ, जसले बुझ्दैन उसले गुमाउँछ। विश्वका सबैभन्दा धनी इन्भेस्टर वारेन बफेटले 11 वर्षको उमेरदेखि इन्भेस्ट गर्न सुरु गरेका थिए, तर उनको 99% सम्पत्ति 65 वर्षको उमेरपछि आर्जन भएको थियो। ब्याज दुई प्रकारका हुन्छन्, एक सिम्पल इन्ट्रेस्ट साधारण ब्याज, दुई कम्पाउन्ड इन्ट्रेस्ट चक्रीय ब्याज। हामीले ब्याङ्कमा पैसा जम्मा गरे बापत ब्याङ्कले सेभिङ्सको 3 देखि 4% र फिक्सको 6 देखि 7% ब्याज दिन्छ। यो दुईवटै ब्याज साधारण ब्याज हुन्। हाम्रो जति मूल रकम छ त्यसमै ब्याज आउँछ। तर चक्रीय ब्याज अलि फरक हुन्छ। तपाईको मूल रकम 1 लाख छ र ब्याज दर वार्षिक 10% छ भने पहिलो वर्ष 1 लाखको ब्याज 10,000 आउँछ। दोस्रो वर्ष 1,10,000 मा ब्याज आएर 1,21,000 हुन्छ। तेस्रो वर्ष 1,21,000 मा ब्याज आएर 1,33,100 हुन्छ। यही चक्रीय ब्याजको शक्तिलाई प्रयोग गरेरै विश्वका धनी मानिस झन धनी हुँदै गएका छन्। यो भिडियो बनाउनुको उद्देश्य नेपाल प्रायोरिटिजको टिमबाट सम्पूर्ण नेपालीलाई लगानी र चक्रीय ब्याजको महत्त्व बुझाउनु हो। यदि यो भिडियो मन पर्यो भने लाइक, शेयर र कमेन्ट अवश्य गरिदिनु होला। धन्यवाद।